नमस्ते सबैजनालाई। आजको यस भिडियोमा म तपाईहरुलाई नवजात शिशुहरुमा चाहिँ विभिन्न खटिरा कसरी आउँछ, हामीले खटिरा आउँदाखेरि के गर्ने, कसरी बच्ने त्यो विषयमा विस्तृत रूपमा कुरा गर्न गइरहेको। नवजात शिशुहरुमा चाहिँ खटिराहरु विभिन्न किसिमको आउँछ हैन। हामी भाइरलहरु भन्छौं, ब्याक्टेरियल कजहरु भन्छौं, विभिन्न किसिमका कीटाणुहरुले गर्दाखेरि बच्चाहरुमा खटिराहरु आउँछ। उनीहरुको यो इम्युनिटी यसै पनि रोगसँग लड्ने क्षमता कम भएको हिसाबले पनि विभिन्न किसिमका रोग समस्याहरू त आउन सक्छ उनीहरुलाई। अब हामी कसरी बच्ने त भन्दाखेरि उनीहरुको नवजात शिशुहरुको बाबु नानीहरुको चाहिँ छाला हामीले विशेष गरी के गर्नुपर्छ भन्दाखेरि मनतातो पानीले चाहिँ एकदम मन्द साबुन, बेबी सोप भन्छौं है, एकदमै मन्द किसिमको साबुन बेबी सोपले मनतातो पानीहरु प्रयोग गरेर उनीहरुलाई नुहाउनु पर्छ हैन। अथवा हप्तामा एकचोटी जस्तो नुहाइदिन हुन्छ, दुईचोटी नुहाउनु हुन्छ, तपाईको त्यो इन्भाइरोमेन्टले डिसाइड गर्छ। तर एटलिस्ट उनीहरुलाई चाहिँ के गर्दिनुस् भन्दाखेरि यदि नुहाउनै सकिदैन भने पनि एउटा सफा टालो, सफा कटनले मनतातो पानीमा उसको शरीरका विभिन्न ठाउँहरुमा चाहिँ पुछिदिनी हैन। त्यसलाई चाहिँ सफा गर्दिनु भयो भने मात्रै पनि त्यो खटिराहरुबाट हामीले बचाउन सक्छौं। बिहान र बेलुकाको समय भन्दा सकेसम्म दिउँसोको समय, अलिकति घाम लागेको समय, अलिकति न्यानो समयमा हामीले नवजात शिशुहरुलाई चाहिँ त्यसरी सफा गरिदियो भने उनीहरुलाई चिसो पनि हामीले त्योबाट पनि बचाउन सक्छौं। हामीले चाहिँ बच्चाहरुलाई चाहिँ सफा गर्दाखेरि एकदमै बेसरी त्यो घोट्ने काम चाहिँ गर्नु हुँदैन। अनि त्यसपछि नुहाएपछि सफा गरेपछि हामीले चाहिँ उनीहरुको छालालाई सबभन्दा राम्रो भनेको नरिवलको तेल भन्छु। नरिवलको तेल अलावा हामीले उनीहरुलाई तोरीको तेल प्रयोग गर्दाखेरि चाहिँ अलिकति बढी खटिरा आएको जस्तो अनुभव मेरो छ, अथवा प्राय जसोको धेरै स्वास्थ्यकर्मीहरुको त्यो अनुभव छ। त्यो हिसाबले चाहिँ छालाको लागि पनि राम्रो हिसाबले चाहिँ नरिवलको तेल अझ उत्कृष्ट छ भनेर म भन्न चाहन्छु। प्लस कहिलेकहिले बच्चाहरुको चाहिँ जन्डिस देखिन नि अलिकति साँच्चै त्यो जन्डिस हो कि हैन भन्ने छुट्याउन गाह्रो हुन्छ यो तोरीको तेल लाउँदा। त्यही भएर सकेसम्म तोरीको तेल भन्दा नरिवलको तेल अझै बेटर हुन्छ। अब कस्तो खालको कपडा लाउनु त बच्चाहरुलाई चाहिँ सकेसम्म कटनको कपडा प्रयोग गर्नुपर्छ। अनि त्यसपछि गर्मीमा पनि बच्चाले एकदम धेरै गुम्साउने 4-5 वटा कपडा लाउने त्यस्तो काम गर्नु हुँदैन। हामी नर्मल मान्छेलाई भन्दा सकेसम्म एउटा दुईटा लेयर भन्दा बढी कपडा चाहिदैन। हामीलाई गर्मी हुन्छ भने उनीहरुलाई पनि गर्मी हुन्छ। बच्चाहरुलाई सकेसम्म वेल भेन्टिलेटेड हुन्छ, हावा ओरदोर गर्ने ठाउँहरुमा राख्नुपर्छ। अनि चाहिँ एकदम गुम्सिने ठाउँमा राख्नु हुँदैन, किनभने हामीले कति देख्छौं बच्चालाई जाडो लाग्छ भनेर मज्जाले गुम्साउने, अनि बच्चालाई बिचारा पसिना आएको हुन्छ, त्यसपछि ज्वरो भएर आएका हुन्छन्। अनि त्यसो धेरै पसिना आयो भने पनि बच्चाहरुलाई चाहिँ यो घमौरा आउने समस्या चाहिँ बढी हुन्छ हैन। त्यसले गर्दाखेरि चाहिँ हामी बच्चालाई धेरै कपडाहरु बेडेर राख्नु पनि आवश्यक हुँदैन। हामीलाई भन्दा एउटा दुईटा लेयर मात्रै बच्चाहरुलाई चाहिँ कपडा लगाइदिनु पर्ने हुन्छ। अनि सकेसम्म उनीहरुले दिशाहरु गरेपछि सकेसम्म यो डायपर चाहिँ चेन्ज गरिराख्ने हैन, परिवर्तन गरिराख्नु पर्छ। उनीहरुले दिशा गर्ने ठाउँहरु, त्यो भागहरु, पिसाब फेर्ने ठाउँहरु चाहिँ सकेसम्म ओभानो बनाउनु पर्छ। किनभने त्यही डायपरलाई राखिराख्यो हामीले त्यसलाई चेन्जै गरेनौं, परिवर्तनै गरेनौं भनेदेखि त्यसैमा दिशा गर्ने ठाउँ वरिपरि घमौराहरु आउन सक्छ अथवा बिबिरा आउन सक्छ। त्यसलाई डायपर र्याश पनि भन्छौं। त्यसले सकेसम्म त्यो ठाउँ चाहिँ ओभानो पार्नु पर्ने हुन्छ। अनि घमौराबाट बचाउनको लागि बच्चालाई धेरै गुम्साएर चाहिँ राख्नु हुँदैन। अर्को कुरा हुन्छ बच्चाहरुलाई कहिले पनि हामीले एकदमै कडा खालको लोसन, कडा खालको क्रिम लगाउनु हुँदैन, किनभने त्यसले चाहिँ बच्चाहरुको त्यो छाला पनि एकदमै मुलायम हुन्छ। त्यसले चाहिँ एकदम इरिटेट गर्छ भन्छौं कि, एकदमै चिलाउनेहरु काम गर्न सक्छ। एकदमै कडा एकदम बास्ना आउने कुराहरु पनि लगाउनु हुँदैन। मन्द खालको लोसनहरु मात्र पाइन्छ जुन डाक्टरको सल्लाहमा मात्र लगाउनु होला। तर मेरो सल्लाह सबभन्दा राम्रो भनेको चाहिँ मात्र नरिवलको तेल मात्र लगाइदियो भने राम्रो हुन्छ। उनीहरुको बच्चाहरुको छालाको लागि नरिवलको तेल जस्तो राम्रो अरु कुरा म देख्दिन। तर सबभन्दा इम्पोर्टेन्ट कुरा बच्चालाई यो खटिराहरुबाट जोगाउने भनेको सबैभन्दा इम्पोर्टेन्ट भनेको आमा बाको हात सफा हुनु पर्यो। हेर्नुस्, किनभने हाम्रो सबै इन्फेक्सनहरु, सबै संक्रमणहरु बच्चालाई हाम्रै हातद्वारा जान्छ। सकेसम्म चाहिँ बाहिर आएका मानिसहरु, बिरामी मान्छे, रुगाखोकी लागेको मान्छेहरूले बच्चाहरूलाई चाहिँ
चुप्प खाने काम त्यस्तो चाहिँ गर्नु हुँदैन। त्यहीँबाट रोग सर्छ क्या। अनि यो खटिराहरू आउने कारण भनेको फोहोर हात बिरामीको यो होइन उनीहरूको त्यो रियालहरूबाट पनि तपाईँको यो सङ्क्रमणहरू सर्ने हुँदाखेरि चाहिँ हामी सकेसम्म बिरामी मान्छेहरू अझै साना साना बच्चाहरूले चाहिँ चुप्पा खाने चलन हुन्छ नि त हाम्रो सानो बच्चाहरूलाई नवजात शिशुहरूलाई त्यस्तो काम गर्नु हुँदैन। त्यसले झन् रोगहरू थप्ने काम गर्छ। त्यसलाई हर्पिज इन्फेक्सनहरू पनि भन्छ, खटिराहरू आउन सक्छ। एकदम इम्पोर्टेन्टली चाहिँ हामीले बस्नुपर्छ। अब प्रायः जसो बच्चा जन्मेको 2-3 दिनसम्म नर्मल खालको खटिराहरू हुनसक्छ। त्यसलाई इरिडेमा टक्सिकम भन्छ। त्यसलाई केही पनि गर्नु पर्दैन। हेर्नुहोस् त्यो प्रायः जसो आफै सन्चो हुन्छ। मात्र त्यसलाई हामीले चाहिँ त्यस्ता सुरुका 2-3 दिनमा हुने खटिराहरूलाई चाहिँ सफा राख्नु पर्यो, ओभाना राख्नु पर्यो, धेरै गुम्साउनु भएन, नत्र फेरि त्यसैमा चाहिँ पाक्न सक्ने चाहिँ समस्याहरू हुनसक्छ। अनि सबभन्दा इम्पोर्टेन्ट कुरा के म भन्न चाहन्छु भन्दाखेरि बच्चाहरूलाई जन्मिने बित्तिकै हामीले बजारमा पाउने कपडा लगाइदिइहाल्छ। अनि त्यसपछि त्यो जुन हुने नर्मल ऱ्यासहरू पनि 1-2 दिनमा बढ्ने ऱ्यासहरू पनि त्यो जुन विकराल रूपमा भएर बढेको हामी पाउँछौँ। किनभने त्यो बाहिरको कपडाहरू हामीले तुरुन्त नधोइकन लगाइदियो भने त्यसमा कता कता इन्फेक्सनहरू त आएका हुन्छ। कसले कति धेरै छोएको हुनसक्छ, त्यो बजारमा कहाँ मान्छेहरूले छोएको हुनसक्छ, कतिको हाँच्यु परेको हुनसक्छ, होइन कहाँ खसेको हुनसक्छ। त्यो सङ्क्रमण चाहिँ बच्चालाई जान सक्छ। उसको बच्चा नवजात शिशुको त्यो छाला त एकदमै मुलायम हुन्छ। त्यही भएर सकेसम्म बच्चा जन्मिनु अगाडि नै कपडाहरू किनेर धोएर सफा गरेर मात्रै बच्चाहरूलाई लगाउनु एकदम इम्पोर्टेन्ट कुरा हुन्छ। म तत्कालै बजारमा पाएको कपडा एकैचोटि बच्चालाई चाहिँ लगाउनु हुँदैन भन्छु। अनि बच्चा जन्मेपछि बच्चाहरूको अगाडि के हुन्छ, पैसा देख्छौँ हामी, पैसा चढाइन्छ नि बच्चालाई, त्यो पनि गर्नु हुँदैन। हेर्नु किन भन्दाखेरि बच्चालाई हामीले त्यो पैसा नजिक अझै मुखमा राखिदिएको हुन्छ, हातमा राखिदिएको हुन्छ। त्यो पैसा कतिजनाले छोएको हुन्छ। हेर्नुहोस् त्यो पैसा नै सङ्क्रमणको सुरुवाती चरण हुन्छ। त्यस्तो अवस्थामा हामीले बच्चाहरूको अगाडि कहिले पनि पैसाहरू राख्नु हुँदैन। अर्को भनेको कुन अवस्थामा डराउने, खटिराहरू आउन त आउँछ, तर कुन अवस्थामा डराउने भन्दाखेरि यदि बच्चाहरूमा त्यो खटिराहरू सँगसँगै पिपहरू आउन थाल्यो, होइन त्यस्तो पिपहरू एकदम सुन्निनी भयो, रातो भयो, होइन अनि त्यहाँ चाहिँ 10-15 वटा बढी त्यस्ता खटिराहरू पोकाहरू चाहिँ शरीरका विभिन्न ठाउँमा देखियो, बच्चालाई ज्वरो आयो, राम्रोसँग खाएको छैन, झिझेको झिझै छ, होइन बच्चा चाहिँ लोसे भएको छ, तुरुन्त अवस्थामा त्यस्तो खटिरा लागेको बच्चामा जसमा ज्वरो आएको छ, राम्रोसँग खाएको छैन, खटिराहरू चाहिँ धेरै बढेको छ, पिपे आएको छ, होइन बच्चाहरू सुस्त भएको छ, तुरुन्त डाक्टर साहबलाई चाहिँ देखाउनु आवश्यक छ। कति पनि तपाईँहरू चाहिँ लुकेर बस्ने होइन, तत्काल डाक्टर साहबलाई देखाउन जानुपर्छ। हेर्नुहोस् अर्को अवस्था हुन्छ यदि आमालाई कुनै किसिमको सङ्क्रमण भयो, खटिरा आउनेसम्म, जस्तै चिकन पक्स भन्छौँ, आमालाई कहिले कहिले हर्पिज भन्छौँ, सिफिलिसहरू भन्छौँ, यस्ता विभिन्न किसिमका रोगहरू हुन्छ जसले गर्दाखेरि बच्चालाई पनि सङ्क्रमण हुनसक्छ। हेर्नुहोस् त्यस्तो अवस्थामा चाहिँ हामीले आमाको समस्या कहिलेबाट सुरु भयो, आमाले उपचार गर्नुभएको थियो कि थिएन, त्यो कुरा हामीले अति आवश्यक छ बुझ्नको लागि। किनभने त्यही रोग जस्तो आमालाई चिकन पक्स बच्चा जन्माउँदाखेरि नै भनेदेखि त्यस्तो बच्चालाई त हामीले सघन कक्षामा लैजानुपर्छ। बच्चालाई त्यस्तो अवस्थामा चिकन पक्स हुनसक्छ, त्यो कुरामा हामी अझै विशेष ध्यान गर्नुपर्छ। र आजको भिडियोमा अन्त्यमा भन्न के चाहन्छु भन्दाखेरि यदि हामीले एउटा मात्र यो भिडियोबाट बुझ्न सक्ने भनेको यदि हामीले बच्चाहरूलाई छुनु अगाडि आफ्नो हात साबुन पानीले मिची राम्रोसँग धुन सक्यो, बच्चाहरूको अगाडि चाहिँ आफ्नो सरसफाइलाई विशेष गरी ध्यान दिन सक्यो भने उनीहरूमा हुन सक्ने यो खटिराका रोगहरू धेरै हदसम्म हामीले चाहिँ बचाउन सक्छौँ। कृपया आफ्ना बाबु नानीहरूको अगाडि सरसफाइका कुराहरूलाई विशेष रूपमा प्राथमिकताका साथ राख्नुहुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। नमस्ते।